दर्शकबिन यसपालिको दशैं फिल्मीमय हुने भएको छ। दशैंको फूलपातीमा दुई ठूला फिल्महरू बलिदान अनि जारी 2 प्रदर्शनमा आउने भएका छन्। यी दुवै फिल्ममा अहिलेका चर्चित कलाकारहरूले काम गरेका छन्। बलिदानमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, रिचा शर्मा, सन्तोष सेन लगायतका कलाकारहरूको अभिनय रहेको छ भने जारी 2 मा दयाहाङ राई, मिरुना मगर, विजय बराल लगायतका कलाकारहरूको अभिनय रहनेछ। चलचित्र बलिदानले यसअघि नै फूलपातीलाई प्रदर्शन मिति तय गरिसकेको थियो, तर जारी 2 ले नयाँ वर्षको दिन एक पोस्टर सार्जन गर्दै दशैंमा प्रदर्शन गरिने जानकारी दिएका छन्। जारी 2 पनि दशैंमा आउने भएपछि यति बेला नेपाली बक्स अफिसमा एउटै कुरा चलिरहेको छ। अब दशैंमा दयाहाङ र समीर भट्टको टक्कर हुने भएको छ। अब बाजी कसले मार्ने हो त्यो त हेर्न बाँकी नै छ। यति बेला चलचित्र बलिदानको एकदमै चर्चा छ र यो फिल्मको बजेट नै 6 करोड माथिको रहेको बुझिएको छ। यति बेला यो फिल्मको क्रेजलाई हेर्दा यो फिल्मले बक्स अफिसमा एकदमै राम्रो कलेक्सन गर्ने देखिएको छ भने यता जारी 2 को पनि हाइप एकदमै उच्च छ, किनकि जारीको अघिल्लो श्रृंखला बक्स अफिसमा सुपरहिट साबित भइसकेको छ, जसले बक्स अफिसमा 17 करोड 17 लाख हाराहारीको ग्रस कलेक्सन गरेको थियो। यस्तो अवस्थामा दुवै फिल्म एकसाथ प्रदर्शनमा आए भने दुवै फिल्मलाई केही न केही घाटा त अवश्य हुने देखिएको छ। तर यी दुवै फिल्मको कथावस्तु फरक हुने भएको कारण दर्शकहरूलाई जुन खालको कथावस्तु मनपर्छ त्यो हेर्न पाउनेछन्। तर तपाईहरुलाई जानकारी गराउँ, चलचित्र बलिदानको छायाङ्कन सकिसकेको छ भने चलचित्र जारी 2 को छायाङ्कन अझै सुरु भएको छैन। जारी 2 को छायाङ्कन वैशाखको तेस्रो साताबाट पाथरबाट सुरु गरिनेछ। तपाईहरुलाई जानकारी गराउँ, चलचित्र जारी 2 लाई दशैंमा रिलिजको तयारी गरिएको हो, तर प्रदर्शन मिति भने घोषणा गरिएको छैन। यस्तो अवस्थामा दशैंमा जारी 2 प्रदर्शन हुन पनि सक्यो, नहुन पनि सक्यो। यदि भइहाले पनि चलचित्र बलिदान र चलचित्र जारी 2 ले बक्स अफिसमा राम्रै कलेक्सन गर्ने देखिएको छ। यति बेला नेपाली बक्स अफिसमा 2-3 वटा फिल्महरू प्रदर्शन हुँदा त्यो थाम्न सक्ने नेपाली बक्स अफिसको क्षमता छ। तर अरु केही फिल्मले पनि दशैंलाई प्रदर्शन मिति तय गरिसकेका छन्। यस्तो अवस्थामा जुन फिल्मको कथावस्तु बलियो हुनेछ त्यो फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गर्नेछ भने केही फिल्मलाई आफ्नो लगानी उठाउन पनि गाह्रो हुनेछ भने केही फिल्मलाई आफ्नो लगानीको 1/3 पनि उठाउन गाह्रो हुनेछ। जे होस्, दशैंमा यदि जारी 2 प्रदर्शनमा आयो भने बलिदान र जारीको एकदमै कडा टक्कर हुने देखिएको छ। यदि जारी 2 र बलिदान एउटै मितिमा प्रदर्शन भयो भने तपाईहरु पहिला कुन फिल्म हेर्न जानुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नुहोला। साथै यस च्यानलका भिडियोहरु मन पर्छ भने हाम्रो च्यानललाई पनि सब्स्क्राइब गर्न नभुल्नुहोला अनि साइडमा रहेको बेल आइकनलाई पनि प्रेस गर्न नभुल्नुहोला। हस्त अहिलेलाई बिदा चाहन्छु, फेरि अर्को भिडियोमा भेटौँला। धन्यवाद। जय नेपाल।